मन एव मनुष्याणां कारणं बन्ध मोक्षयो। मन नै यस्तो साधन हो जसको माध्यमबाट व्यक्ति मोक्ष पनि प्राप्त गर्न सक्छ, बन्धनमा पनि पर्न सक्छ। नमस्कार, म एस्ट्रोलोजर डाक्टर कृष्ण रेग्मी आज एउटा सानो भिडियो लिएर आएको छु। पुरा कुराहरू बुझ्नको लागि चाहिँ भिडियो अवश्य पनि हेर्नु होला। कुण्डली देख्नु भएको छ, कालपुरुषको कुण्डली छ। कुण्डलीमा 12 वटा भावहरू हुन्छन्। पहिलो भाव, दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैटौं, सातौं, आठौं, 9, 10, 11, 12 यसरी 12 वटा भावहरू हुन्छन् कुण्डलीमा। तपाईको कुण्डली अनुसारले ग्रहहरू हुन्छन् 9 वटा ग्रहहरू। सूर्य, चन्द्रमा, मङ्गल, बुध, बृहस्पति, शुक्र, शनि, राहु, केतु। 9 वटा ग्रहहरू मध्ये चन्द्रमा ग्रह जसलाई चाहिँ मनको कारक ग्रह मानिन्छ र सामान्य रूपमा ज्योतिषहरूले तपाईको जन्म कुण्डलीमा हेर्दाखेरि विचार गर्दा तपाईको चन्द्रमाको स्थिति हेरेर मात्रै तपाईको मन कस्तो छ, तपाईले के कस्तो सोच्नुहुन्छ, स्थिर मन छ कि दुई स्वभाव मन छ कि अथवा तपाईँ चाहिँ आत्तिने बानी कस्तो छ, ती सबै कुराहरू केवल चन्द्रमालाई आधार मानेर हेर्नुहुन्छ। तर जन्म कुण्डली विचार गर्दाखेरि केवल चन्द्रमाको आधारमा मात्रै नभएर तपाईले विभिन्न कुराहरूलाई हेर्नुपर्ने हुन्छ। तपाईको मन कस्तो छ, मनबाट चाहिँ कस्तो फिल गर्नुहुन्छ, कस्तो सोच्नुहुन्छ, ती सबै कुराहरू व्यक्तिले वैचारिक विचार चाहिँ अगाडि पोख्न सक्छ। तर कतिपय स्थितिमा चाहिँ मनको कुराहरू भन्न सकिँदैन। जन्मकुण्डलीको चौथो भाव, जन्मकुण्डलीको चौथो भाव जसलाई चाहिँ मनको स्थान भनेर चिनिने गरिन्छ र यही स्थानबाट व्यक्तिको मन कस्तो छ, स्वभाव कस्तो छ, विचार कस्तो छ, मानसिक विचार कस्तो छ, भावना कस्तो छ, त्यो कुराहरू यो माध्यमबाट हेरिने हुन्छ। यो ठाउँमा भएको ग्रहहरू कस्तो स्थितिमा छ, केवल चन्द्रमाको आधार नमानेर यो चौथो स्थान, पहिलो, दोस्रो, तेस्रो र यो चौथो भावको ग्रह कस्तो स्थितिमा गएर बसेको छ। 4 अङ्क मात्रै नभएर तपाईको यो ठाउँमा 1 अङ्क, 2 अङ्क, 3 अङ्क, 4 अङ्क सबै हुन सक्छन्। त्यही अनुसारले व्यक्तिको स्वभाव कस्तो हुन्छ, कुन ग्रहले प्रभाव पारेको छ, यही अनुसारले विचार गरिन्छ। सर्वप्रथम यदि कुनै पनि व्यक्तिको जन्मकुण्डलीमा यो ठाउँमा चाहिँ 1 अङ्क भएर बसेको छ, यो ठाउँमा 1 अङ्क गएर बसेको छ भने यस स्थितिमा व्यक्तिको मन मङ्गलले प्रभावित पार्ने गर्दछ। 1 अङ्कको मालिक मङ्गल ग्रह भएको कारणले। 2 अङ्क छ भने शुक्रको प्रभाव पर्ने हुन्छ। शुक्रको जस्तो स्वभाव हुन्छ व्यक्तिको मन पनि त्यस्तै हुन्छ। यदि 3 अङ्क गएर बसेको छ भने बुधको स्वभाव हुन्छ। बुधको प्राकृतिक स्वभाव जस्तो छ बुध ग्रहको त्यस्तै व्यक्तिको पनि स्वभाव हुने गर्दछ। 4 अङ्क छ भने चन्द्रमाको स्वभाव हुन्छ। 5 अङ्क छ भने सूर्यको जस्तो स्वभाव छ त्यस्तै हुन्छ। 6 अङ्क छ भने बुधको, 7 अङ्क छ भने शुक्रको, 8 अङ्क छ भने मङ्गलको, 9 अङ्क छ भने बृहस्पतिको, 10 अङ्क भए, 11 अङ्क भए शनिको र 12 अङ्क भए बृहस्पतिको स्वभाव आउने गर्दछ मानसिक रूपमा। मङ्गलको प्रवृत्ति सैन्य रूप हुन्छ। मङ्गलको प्रवृत्ति सैन्य रूप हुन्छ। त्यो व्यक्ति जस्तो मङ्गलको एउटा सेनामा हुनपर्ने गुणहरू हुन्छन्, मनमा वीरता आउने गर्दछ। ग्रहको मजबुत पक्ष चाहिँ हेर्नु नै पर्ने हुन्छ, खराब पक्ष हेर्नु नै पर्ने हुन्छ। तर सामान्य रूपमा मङ्गलको प्रवृत्ति अर्थात् एउटा लिडरसिप गर्न सक्ने क्षमता, अगाडि बढ्ने क्षमता चाहिँ ग्रहले दिने गर्दछ। शुक्रको स्वभाव, प्राकृतिक स्वभाव सुख खोज्ने हुन्छ। अलिकति ठुलो ठुलो सपनाहरू देखिने, ठुलो ठुला सपना देख्ने, म यस्तो गर्छु, भविष्यमा गएर यस्तो घर बनाउँछु, ठुलो ठुलो बिल्डिङ बनाउँछु, ठुलो ठुलो कार चढ्छु, जुन नामै हामीहरूले सुनेका हुँदैनौँ ती नामहरू पनि भन्ने गर्दछन्। बच्चाहरूले, अहिलेका बच्चाहरूको पनि सुन्नु होला, यहाँ कसैको बच्चाको चाहिँ 2 अङ्क छ भने त्यस्ता बच्चाहरूको कुराहरू चाहिँ सुन्नु होला। 3 अङ्क छ भने बुधको प्रवृत्ति हुन्छ। बुध भनेको कस्तो, सबैसँग मिलनसार, हरेक कुराहरूमा एडजस्ट गर्न सक्ने क्षमता चाहिँ हुन्छ। अलिकति जिद्दीपन पनि हुन्छ। चन्द्रमाको स्वभाव नम्र स्वभाव हुन्छ, तर अलिकति चञ्चलता हुन्छ। सूर्यको स्वभाव भनेको 5 अङ्क छ भने सूर्यको स्वभाव हुन्छ। सूर्यको स्वभाव जहिले पनि एउटा जिद्दीपन,
कामहरू गरेर देखाउँछु भन्ने मन हुन्छ। बुधको स्थिति, बुधको स्वभाव 6 अङ्क छ भने बुधको स्वभाव मिलनसार हुन्छ, तर अलिकति मनका कुराहरू चाहिँ खुल्दैनन्। 7 अङ्क यदि शुक्रको अवस्था छ भने मनमा शुक्रको प्रवृत्ति आउने हुन्छ। सुखकारक ग्रह, सुखलाई तानिने, अलिकति राम्रो राम्रो चिजहरू चाहिन्छ, राम्रो राम्रो कुराहरू चाहिँ फोकस गर्ने हुन्छन्, सुखतिर चाहिँ प्रभाव पार्ने हुन्छ। कसरी सुख जोड्ने यिनीहरूको मनमै हुन्छ, मनमा कामना नै त्यही हुन्छ। मङ्गल छ भने 1 अङ्क जस्तै मङ्गलको प्रवृत्ति आउने भयो। बृहस्पतिको छ भने धार्मिक गुण, कसरी अरूलाई सिकाउने, टिचिङको स्वभावहरू भयो, ज्ञान गुणका कुराहरू भयो, धार्मिक पक्षमा चाहिँ अझ जाने, वैदिक विचारहरू, वैदिक कुराहरूको विचार गर्ने, ती कुराहरूलाई चाहिँ राख्छ। 9 र 12 अङ्क भए। त्यसै गरी 10 र 11 अङ्क भए चाहिँ मेहनततिर चाहिँ जाने, परिश्रम गर्नुपर्ने हुन्छ। भाग्यले होइन, परिश्रमले चाहिँ दिने हो, परिश्रमतिर चाहिँ बढी जोड दिने हुन्छन्। अलिकति दुःख गर्न चाहिँ यिनीहरूलाई मन लाग्ने हुन्छ, मनको स्थिति त्यस्तो हुन्छ। 11 अङ्क छ भने पनि त्यस्तै स्वभाव हुन्छ। 12 अङ्क छ भने बृहस्पतिको धार्मिक प्रवृत्ति, सिकाउने प्रवृत्ति चाहिँ हुने गर्दछ। त्यही भएर केवल व्यक्तिको चन्द्रमाको स्थिति कस्तो छ त्यो नहेरेर यो ग्रह कस्तो छ, यहाँको ग्रहको स्थिति कस्तो छ त्यो पनि विचार गर्नुपर्ने हुन्छ। अब यो सुरुवाती चरण हो, केवल सुरुवाती चरण हो। तर अब यहाँको मालिक यो स्थानमा गएर बसेको छ कि, 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 यो स्थानमा गएर बसेको छ, कुन स्थानमा गएर बसेको छ त्यही अनुसारले पनि विचार गर्नुपर्ने हुन्छ। कुण्डली अनुसारले चाहिँ राशिको स्वभाव हुन्छ चर स्थिर 2 स्वभाव। चर स्थिर 2 स्वभाव प्राकृतिक गुणहरू हुन्छ। अब कुण्डलीमा भएका ग्रहहरूको चर स्वभाव छ कि, 2 स्वभाव छ कि, अथवा स्थिर स्वभाव छ, त्यसको पनि विचार गर्नुपर्ने हुन्छ। यहाँको मालिक यो स्थानमा गएर बसेको छ कि, यो स्थानमा गएर बसेको छ, अथवा रोग स्थानमा गएर बसेको छ, त्यसको पनि विचार गर्नुपर्ने हुन्छ। साथमा 1, 2, 3, 4 कुन अङ्कमा छ। जस्तै 1 भनेको चर भयो, चर स्वभाव भयो, 2 भनेको स्थिर र 3 भनेको चाहिँ 2 स्वभाव भयो, 4 चर, 5 स्थिर र 6 2 स्वभाव। त्यसै गरी अङ्कहरू बाँकी हेर्दाखेरि चाहिँ तपाईँको 7 चर, 8 स्थिर 2 स्वभाव, चर स्थिर 2 स्वभाव, यसरी पनि हेर्ने गरिन्छ। अर्थात् यहाँको मालिक यहाँ गएर बसेको छ, मानव 1 अङ्कमा मान्छे चाहिँ अलिकति फटाफट गर्न खोज्छन् कुनै पनि कामहरूलाई। जस्तै यहाँको मालिक चाहिँ शुक्र यहाँ गएर बसेको छ, अथवा भनौँ चर स्थानमा गएर बसेको छ भने सुख त खोज्ने, तर फटाफट खोज्ने, आरामले धैर्यता चाहिँ छैन। मलाई सुख चाहिन्छ, अहिले चाहिन्छ, म 20 वर्षको, 21 वर्षको, 25 वर्षसम्म चाहिँ मैले घर किन्नुपर्छ, गाडी किन्नुपर्छ भन्ने स्वभाव आउने भयो। अथवा कुनै केटी महिलाको स्वभाव छ भने कि त मैले जोड्नुपर्छ कि जोडिसकेको ठाउँमा चाहिँ जानुपर्छ भन्ने पनि सोचहरू विचारहरू चाहिँ आउने गर्दछ। यो स्थानमा गएर बसेको छ त्यही अनुसारको चाहिँ सुख खोज्ने पनि हुन्छन्। फेरि भाव अनुसारले चाहिँ तपाईँको यो भावले के जनाउँछ, यो भावले के जनाउँछ, यो भावले के जनाउँछ, त्योसँग चाहिँ सम्बन्धित सोचहरू विचारहरू पनि आउने गर्दछ। मनको ग्रह लाभमा छ भने लाभको बारेमा बढी सोच्ने गर्दछन्। मनको ग्रह कर्ममा छ भने कर्मको लागि बढी सोच्ने हुन्छन्। मनको ग्रह धनमा छ भने धनको लागि बढी सोच्ने। मनको ग्रह पराक्रम शक्तिसँग चाहिँ उनीहरूलाई बढी मतलब हुन्छ। मनको ग्रह पढाइमा छ भने पढाइसँग बढी मतलब हुन्छ, ज्ञानसँग। मनको ग्रह शत्रुमा छ भने शत्रुसँग अथवा रोगसँग, रोग लाग्छ कि मलाई केही हुन्छ कि भन्ने कुराहरू बढी सोच्छन्। मनको ग्रह सप्तम भाव, अर्थात् सप्तम भाव भनेको विवाहको भाव, विवाह अथवा व्यापारको पनि भाव यसलाई हेरिन्छ। विवाहसँग चाहिँ सम्बन्धित कुराहरूमा चाहिँ बढी रुचि लिने हुन्छ। मनको ग्रह चाहिँ अष्टममा गएर बसेको छ अथवा द्वादशमा छ भने विदेश कसरी जाने, घरभन्दा टाढा कसरी जाने, कसरी टाढा गएर बस्ने। मनको ग्रह भाग्यमा छ भने भाग्यसँग जोडिएका कुराहरू चाहिँ सोच्ने। मनको ग्रह कर्ममा छ भने पढाइभन्दा काम गर्नेतिर चाहिँ बढी सोच्ने हुन्छ। मनको ग्रह खर्चमा छ भने खर्च कसरी गर्ने त्योसँग चाहिँ सम्बन्धित कुराहरूमा चाहिँ प्रभाव पार्ने हुन्छ।
पोजिटिभ भएर बसेको छ भने पोजिटिभ वेमा सोच्ने हुन्छन्, नेगेटिभ भएर बसेको छ भने नेगेटिभ वेमा चाहिँ सोच्ने गर्दछन्। भनेपछि तपाईँको ग्रहको स्थिति कस्तो छ, अवस्था कस्तो छ, कुन राशिमा गएर बसेको छ, चर स्थिर द्वै स्वभाव, साथमा चाहिँ कुनै पाप ग्रह बसेको छ कि छैन। अब पाप ग्रहसँग पनि सम्बन्धित फेरि जोड हेर्नुपर्ने हुन्छ। मानव मनको ग्रह चाहिँ कुनै ग्रह छ, त्यो चाहिँ कस्तो स्थितिमा गएर बसेको छ। अब राहुको साथमा, शनिको साथमा, केतुको साथमा, अथवा दुईवटा ग्रह छन् कि अब एउटै ग्रह त हुन सक्दैन, कहिलेकाहीँ दुईवटा योगहरू पनि बनेको छ। कुनै व्यक्तिको शुक्र बुध छ भने चाहिँ शुक्र भनेको सुख भयो, बुध भनेको पैसा भयो, पैसा पनि चाहियो, सुख पनि चाहियो, दुईटै स्थितिमा चाहिँ सोच्ने हुन्छन्। अनि चाहिँ विभिन्न कुराहरूलाई चाहिँ हेरेर अनि त्यसपछि व्यक्तिको मन कस्तो छ, व्यक्तिको सोच विचार कस्तो छ, भावना चाहिँ कस्तो छ, अगाडि चाहिँ पोख्ने टाइपको भावना, पोख्ने टाइपको चाहिँ स्वभाव छ कि छैन, सबै कुराहरू चाहिँ हेर्ने हुन्छन्। साथसाथमा चाहिँ तपाईँको सम्बन्धित ग्रहको दशा चलेको छ कि छैन त्यसको पनि विचार गर्नुपर्ने हुन्छ। त्यही भएर केवल चन्द्रमाको आधारमा नभएर तपाईँको चौथो भावको ग्रहको स्थिति कस्तो छ त्यो अनुसारले पनि व्यक्तिको स्वभाव, भाव, विचारहरू सबै कुराहरू चाहिँ हेरिन्छ। मानसिक जुन विचार हुन्छ, मनको सन्तुष्टि असन्तुष्टि कस्तो छ, के कुराहरूमा चाहिँ विश्वास गर्ने हुन्छन्। अब यही ग्रहको आधारमा चाहिँ व्यक्ति दार्शनिक कि अथवा ज्योतिषलाई मान्ने कि धार्मिक कुराहरूलाई मान्ने कि साइन्सलाई मान्ने कि मेडिकल कुराहरूलाई चाहिँ मान्ने कि अथवा दुइटैलाई नमान्ने कि कस्तोतिर मान्ने, त्यो सबै कुराहरू हुन्छ। कतिजना चिना हेर्दाखेरि तपाईँ त ज्योतिषतिर चाहिँ खासै विश्वास गर्ने टाइपको हुनुहुन्न, किन हेराउन आउनुभएको भन्दाखेरि चाहिँ खै गुरु अब आमाले अथवा अब अरूले चाहिँ भनेर अथवा फलानुले यस्तो पर्छ है भनेर त्यसपछि भनेपछि बल्ल म आएको भन्ने चाहिँ हुन्छ। भनेपछि आफ्नो मनबाट चाहिँ विश्वास लागेर होइन कि अरूले भनिदिएर, अरूको आधारमा, अरूको बोलीको आधारमा चाहिँ म आएको भन्ने चाहिँ हुन्छ। त्यही भएर जन्म कुण्डलीको भाव अत्यन्त जरुरी छ। त्यही अनुसारले चाहिँ अब तपाईँको पञ्चम भाव, छैटौँ भाव, अरू भावहरूको पनि धेरै कुराहरू हुन्छ। यो केवल एउटा चन्द्रमाको ग्रहको आधारमा अथवा एउटा भावको आधारमा मात्रै हेरिँदैन। ज्योतिष शास्त्रमा चाहिँ सिक्नुपर्ने धेरै कुराहरू छन् जसमा चाहिँ हरेक कुराहरू लिङ्क हुन्छ। अब यस्ता चिजहरू भनेको फेरि पढाउने कुराहरू त छुट्टै हुन्छन्, तर पढाउने भन्दा पनि तपाईँले आफैले कतिको बुझ्नुहुन्छ त्यो कुराहरूलाई चाहिँ कतिको ग्रह अनुसारले चाहिँ कतिको कुराहरू चाहिँ हेर्नुहुन्छ, कतिको चाहिँ कनेक्सन चाहिँ गर्नुहुन्छ, त्यो सबै कुराहरू हेरेर अनि त्यसपछि बल्ल निष्कर्ष निकाल्दाखेरि चाहिँ राम्रो हुन्छ। केवल चन्द्रमाको आधारमा चाहिँ तपाईँको मन कस्तो छ विचार चाहिँ नगरिदिनु होला। अनि चन्द्रमाको पनि प्रभाव पर्छ। नर्मली चन्द्रमा कमजोर छ भने व्यक्तिलाई चाहिँ अलिकति ओभर थिङ्किङ आउने, मानसिक रूपमा चाहिँ अलिकति समस्या आउने, तनाव छिटो लिने, ती कुराहरू त प्रभाव पारिरहेको छ। तर मेन भनेको चाहिँ तपाईँको चौथो भावको स्थिति चाहिँ अवश्य पनि हेर्नुपर्ने हुन्छ। बाँकी तपाईँले ज्योतिषसँग चाहिँ सम्बन्धित कुराहरूमा चाहिँ हेराउनु परेमा दिएको नम्बरमा चाहिँ मेसेज गरेर टाइम पनि लिन सक्नुहुन्छ। नमस्कार।